नमस्कार फेबुला टसिटलेक हाम्रा सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा एउटा सूचना लिएर म यहाँहरु समक्षमा साझा गर्न गइरहेको छु। विशेष गरेर यो 2026 जनवरी मा सिलगढी बुद्धिस्ट एसोसिएसन दङाक छेलिङ गोम्बा जुन चाहिँ गुरुङ बस्तीमा अवस्थित छ, त्यहाँनिर वज्र किलायको ठुलो पूजा हुन गइरहेको छ, पूर्व पूजा। अनि धेरै वर्ष पछाडि दङाक छेलिङ गोम्बामा पूर्व पूजा यसरी सम्पन्न हुन गइरहेको हो। विगत धेरै वर्ष अगाडि पनि पूर्व पूजा भएको थियो, लगभग 12-13 वर्ष पछाडि पुनः फेरि एकदमै भव्यको साथमा वज्र किलाय पूजा अथवा पूर्व पूजा भनौँ हुन गइरहेको छ। र सम्पूर्ण हाम्रा श्रद्धालु भक्तजनहरू जहाँ जहाँ यो समाचार पुग्छ, जहाँ जहाँ यो खबर पुग्छ, सम्पूर्ण श्रद्धालु भक्तजनहरू पूजामा उपस्थित भइदिनु हुन म अनुरोध गर्दछु। विशेष चाहिँ यो पूजाको उद्देश्य आगामी नयाँ वर्षमा कुनै पनि रोगहरूले ग्रस्त नपारोस्, कुनै पनि बाधा विघ्न नआओस्, अनि दीर्घायु रहोस्, सुसम्पन्न होस्, सम्पूर्ण मनोकामनाहरू पूर्ण भए अनि बिस्तारै हामी सम्यक मार्गमा अघि बढ्नु पाओस् भन्ने हेतुले नै अनि यो पूजा आयोजना हुन गइरहेको हो। र पूजा चाहिँ जनवरीको 8 तारिखदेखिको सुरु भएर 11 तारिक तोर्दोकको विसर्जन हुनेछ। यो पूजा लगातार 4 दिनसम्म हुनेछ। पहिलो 2 दिन पूर्वज्ञान बाबा हुन्छ, जप गहिरो जप साधना हुन्छ। अनि दोस्रो 2 दिन चाहिँ अनि पूर्वको धोक्पा भनिन्छ, जुन चाहिँ बाधा विघ्न सम्पूर्ण रूपले हटोस् भन्ने यो जुन चाहिँ एउटा पूजा हुन्छ त्यो हुन गइरहेको हो। त्यसै पनि वज्र किलाय सम्पूर्ण बुद्धहरूको लीलाको प्रतीक, जसलाई हामीले एकपल्ट सम्झना गर्नले मात्र, प्रार्थना गर्नले मात्र, उहाँको अनुष्ठान गर्नले मात्र पनि उहाँको लीला चाहिँ अति शीघ्र, त्यो लीलामा चाहिँ शीघ्रता छ। हामी भक्तजनहरूको सम्पूर्ण मनोकामना पुरा गरी अनि बाधा विघ्न, बाधालाई पनि 3 प्रकारको बताएको छ। बाह्य रूपमा आउने बाधा, भित्री रूपमा आउने बाधा र गुह्य रूपमा आउने बाधा। सम्पूर्ण 3वटा बाधाहरूलाई चाहिँ उहाँको मूल मन्त्र ओम वज्र किली किलाय सर्व विघ्नन बामहुम फट भन्ने जुन चाहिँ मूल मन्त्र छ, यो सम्पूर्ण चाहिँ अब हामी नजिक सिलगढी लगायत सम्पूर्ण भक्तजनहरूको एउटा अहोभाग्य हो यस्तो पूजा त्यहाँनिर हुन गइरहेछ। उक्त दिनमा सम्पूर्ण भक्तजनहरू त्यहाँनिर उपस्थित भए अनि त्यस्तो गहिरो पूर्व साधनाको एउटा अभिन्न अंश बनेर सो लाभ उठाउने म यहाँबाट हार्दिक निमन्त्रणा गर्दछु। भवतु सर्वमङ्गलम्।